Implementation of holistic marketing concept by a company is to satisfy the needs of consumer and society. Explain समग्र बजारशास्त्र अवधारणाले बजारशास्त्रमा सबै कुराले सरकार राख्छ भन्ने मान्यता राख्दछ। यो नयाँ बजारशास्त्र अवधारणा र सामाजिक अवधारणाको एकीकृत रूप हो। एकीकृत बजारशास्त्र ग्राहकहरूको आवश्यकता पूरा गर्न प्रयोग गरिन्छ। सम्बन्ध बजारशास्त्र ग्राहकहरूसँग दीर्घकालीन सम्बन्ध स्थापित गर्न प्रयोग गरिन्छ। आन्तरिक बजारशास्त्र सङ्गठनभित्र रहेको सम्पूर्ण कर्मचारीहरूलाई ग्राहकमुखी बनाउन प्रयोग गरिन्छ भने सामाजिक उत्तरदायित्व ग्राहक र समाजको जनकल्याणका लागि प्रयोग गरिन्छ। त्यसैले बजारशास्त्रसँग सम्बन्धित सबै पक्षलाई समायोजन गरी सहयोग लिँदै उनीहरूको सामूहिक हितलाई ध्यान दिएर मात्र बजारीकरण दिगो रूपमा सफल हुन्छ भन्ने मान्यता राख्ने अवधारणालाई समग्र बजारशास्त्र अवधारणा भनिन्छ। यो अवधारणाले सञ्चालित व्यवसायहरू एकीकृत बजारशास्त्र, आन्तरिक बजारशास्त्र, सम्बन्ध बजारशास्त्र र सामाजिक उत्तरदायित्व बजारशास्त्रलाई सन्तुलित ढङ्गबाट समायोजन गरी आफ्नो उद्देश्य प्राप्त गर्न सकिन्छ भन्ने मान्यता राख्दछ। कम्पनीले समग्र बजारशास्त्रको आधारभूत सिद्धान्तहरूको आधारमा समाज र ग्राहकका आवश्यकताहरूलाई परिपूर्ति गर्न सक्छ, जसका लागि निम्न कुराहरूको अवलम्बन गर्नुपर्छ। 1. सम्बन्ध बजारशास्त्र रिलेसनसिप मार्केटिङ हरेक तहका सम्बन्धित पक्षहरूसँग सम्बन्ध विकास गर्ने भएको हो। सम्बन्ध कायम राख्ने र गुमेका ग्राहकहरूसँग अझ सम्बन्ध विस्तार गर्ने प्रक्रियालाई सम्बन्ध बजारशास्त्र भनिन्छ। यसको मुख्य उद्देश्य सङ्गठनको बजारशास्त्र क्रियाकलापहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने सम्पूर्ण व्यक्तिगत ग्राहक, आपूर्तिकर्ता, वितरक, अभिकर्ता, मध्यस्थ, अंशियार, लगानीकर्ता, विश्लेषक, कर्मचारी आदिसँग बलियो सम्बन्ध निर्माण गर्ने, सम्बन्ध राख्ने र सम्बन्ध वृद्धि गर्नु हो। यसबाट सङ्गठन र सरकारहरू दुवै एकअर्काका आवश्यकता पूरा गर्न संयुक्त रूपमा सहकार्य गर्न सफल हुन्छन्। एकीकृत बजारशास्त्र इन्टिग्रेटेड मार्केटिङ बजारशास्त्र विभागमा विभिन्न कार्यहरू सङ्गठनभित्रको बजारशास्त्र विभाग र अन्य विभागबीच सम्बन्ध गर्ने तथा सङ्गठन वा सङ्गठनका अन्य सहयोगी संस्थाहरूबीच सम्बन्ध स्थापित गरी सबैले ग्राहक सन्तुष्टिमा जोड दिई साझा उद्देश्य प्राप्तिका लागि एक भई कार्य गर्नलाई एकीकृत बजारशास्त्र भनिन्छ। आन्तरिक बजारशास्त्र इन्टर्नल मार्केटिङ कुनै पनि सङ्गठनले आफ्ना कर्मचारीहरूलाई प्रशिक्षण मार्फत उत्प्रेरित गराई वस्तु वा सेवाको गुणस्तरमा वृद्धि ल्याई ग्राहकलाई सन्तुष्टि प्रदान गर्ने कार्यलाई आन्तरिक बजारशास्त्र भनिन्छ। यस अन्तर्गत सङ्गठन र सङ्गठनमा काम गर्ने कर्मचारीहरूको सम्बन्ध पर्दछ। सामाजिक उत्तरदायित्व बजारशास्त्र सोसल रेस्पोन्सिबिलिटी मार्केटिङ अनि बजारशास्त्र क्रियाकलापहरूको कारण तथा प्रभावलाई सङ्गठन र ग्राहकहरूमा मात्र सीमित नराखी सामाजिक जनकल्याणमा पनि केन्द्रित गरी सामाजिक उत्तरदायित्व वहन गर्ने कार्यलाई सामाजिक उत्तरदायित्व बजारशास्त्र भनिन्छ। यो अवधारणाले सङ्गठनका कार्यहरूलाई लक्षित